बोटभरि खोर्सानी नै खोर्सानी फलेको छ त हौ। के भएको यस्तो हन, यो संसारमा जन्मिनु मात्रै पर्छ होइन, अनेक अनेक देख्न पाइन्छ भन्दै मैले सबै खोर्सानीहरूलाई टिपेर एउटा बोलमा हालेको छु। अनि सबै खोर्सानीलाई राम्रोसँग धोइ पखाली गरेर मैले चपिङ बोर्डमा राखेर सबै खोर्सानीलाई चिरेर त्यसको भित्रको ब्यालाई निकालिदिएको छु। सबै खोर्सानीको ब्यालाई निकालिसकेपछि चाहिँ मैले यसभित्र भर्ने मसलालाई रेडी गर्न थालेँ। मैले चाहिँ एउटा आलु, प्याज र अन्डालाई लिएको छु। सबैलाई मैले मसिनो गरी काटिसकेपछि त्यसमाथिबाट नुन र मसला हालेर मजाले मिक्स गरेको छु। अनि यो मिक्सरलाई रेडी बनाइसकेपछि चाहिँ मैले एउटा एउटा गर्दै खोर्सानीहरूलाई सबै भरिदिएको छु। सबै खोर्सानीलाई भरेर साइडमा राखेपछि मैले एउटा बटुकामा 2 चम्चा बेसन, नुन र पानी हालेर त्यसको बाक्लो घोललाई रेडी बनाएको छु। अनि खोर्सानीलाई त्यसमा डुबाएर तातो तातो तेलमा लगेर मस्त फ्राई हुनको लागि छाडिदिएको छु। केही समय फ्राई भइसकेपछि चाहिँ यसलाई मैले निकालेर एउटा बटुकामा हालेको छु। त्यही तेलमा मैले धनियाको पनि चपलाई बनाएर रेडी गरेको छु। खोर्सानी र धनियाको चप चाहिँ बनेर रेडी भइसकेपछि मैले मेरो छोरीलाई खानको लागि दिएको छु। उसलाई चाहिँ यो कागतीमा फलेको खोर्सानीको चप चाहिँ एकदमै मिठो लाग्यो अरे। आमा छोरी मस्त इन्जोय गर्दै खायौँ। तपाईहरू पनि यो रेसिपी एकचोटि घरमा बनाएर ट्राई गर्न सक्नुहुन्छ। यस्तै भिडियोको लागि हाम्रो आइडीलाई फलो गर्नु होला।